हेलो गाइस गुड मर्निङ होइन म चाहिँ भर्खर उठेर चाहिँ कलेज जानलाई रेडी पनि भइसकेको थिएँ होइन अनि बिहान कलेज जानु अगाडि टक्कसँग पानी चाहिँ खानुपर्ने हुन्छ किनभने कलेजमा गएपछि पानी खाइदिएन त्यही भएर म चाहिँ मस्त 2 गिलास जति पानी खाएर कलेज जान्छु होइन पानी खाइसके पछाडि चाहिँ चिया चिया राखेर जान्छु यसलाई चाहिँ बनाएर भिजाएर खाँदा पनि हुन्छ या फिर 15 मिनट अगाडि भिजाएर खाँदा नि हुन्छ म चाहिँ बेलुका भिजाउनु बिर्सेछु त्यही भएर कलेज जाने बेलामा मस्त भिजाइदिएर राखेर गएँ ताकि बेलुका दिउँसो आएपछि खान्छु भनेर होइन किनभने कलेजमा खासै काँचो खाँदैन खासमा खाली पेटमा खाने हो खाइहाले पनि दिउँसोतिर या फिर बेलुकाखेरि खाँदा हुन्छ नि त म चाहिँ त्यही भएर भिजाएर छोडिराखेर गएँ होइन अब कलेज जाने भइसकेपछि एकछिन डान्स त गर्नै पऱ्यो नि त बिहान बिहानै 4 बजीदेखि उठेपछि हल्ला गर्न मनाइछ होइन बिहान बिहानै हल्ला गराउने घरमाले खाइछ राति नै हल्ला गर्न थाल्यो भने अनि आजभोलि चाहिँ मलाई बिहान बिहानै डान्सै गाह्रो हुन थालेछ कि सास गर्नलाई अनि अब चाहिँ गर्नै पऱ्यो उठेर मुख पनि घुम्दैन पऱ्यो बिहान चाहिँ सुतेँ आजको दिन चाहिँ एकदमै धेरै यस्तो चिसो छ कि बाफरे कुरै छोड्दैन यहाँदेखि कलेज पुग्दासम्म पनि आँखा देखिन्नथ्यो क्या यति धेरै अँध्यारो थियो बाहिर बाटोमा केही पनि देखिन्नथ्यो म चाहिँ मस्त मोबाइलको लाइट बाल्दै गएको थिएँ आज चाहिँ यत्रो समयमा मलाई थाहा छैन कहिले पनि त्यसो गरेको अनि अब 2टा आँखाले दिँदैन नि त अनि 4वटा आँखा त लाउनै पर्ने हुन्छ 4वटा आँखा इज कम्पलसरी फर मी अनि चाहिँ मेरो ट्रिक हो ल मस्त तातो हावाले सलक्क डबल साइडमै हावा प्रेस गरेँ अनि त्यस पछाडि पुछेपछि चाहिँ क्लियर हुन्छ क्या चस्माको त्यो फ्रेम पनि अनि म चाहिँ सधैँ त्यसरी नै पुछेर युज गरेर जान्छु होइन अनि तपाईँहरूले त्यसरी नै गर्ने भनेर एकछिन डान्स त गर्नै पऱ्यो चल्ती गरेर त देखाउनु पऱ्यो हल्ला गराउने घरमा गाली खाइहालिन्छ त्यही भएर साइलेन्टली म चाहिँ मस्त डान्स गरिरहेको छु यति नगरेर त दिनको सुरुवातै हुँदैन नि होइन दिनको सुरुवात पनि टोटल्ली पोजिटिभ एनर्जीका साथ गर्नु पऱ्यो नि त होइन त्यही भएर हल्ला गर्न मनाइन्छ राति हुँदी हल्ला गऱ्यो भने घरमा गाली खायो त्यही भएर अब यो 2टा आँखा त्यस्तै हो अर्को 2टा आँखा नि मस्तसँग सफा गर्नुपर्ने हुन्छ म चाहिँ सफा गर्दैछु अनि मैले चाहिँ पुरै भिडियोहरू भोइस ओभर गरेको छु किनभने राति बनाएको भिडियो भएर मैले बोलेर भिडियो बनाउन पाइनँ त्यही भएर त्यस पछाडि आँखा लगाएपछि नाटक देखाउनु पर्ने हुन्छ छोरी मान्छेले नाटक नदेखाए कसले देखाउँछ त होइन सबैभन्दा बढी चर्ती कलाएर नाटक भनेकै छोरी मान्छेको हुन्छ अरे कि त्यही भएर नाटक देखाउनै पर्ने हुन्छ लिप फुटेर हेर्नै नहुने भएको छ त्यही भएर चाहिँ लिप ग्लस हो है लिपस्टिक या फिर त्यो केही पनि होइन म चाहिँ लिप ग्लस हो यो चाहिँ नर्मली लिप कलरकै भएको भएर कलेज जाँदा खेल्दा पनि म्याच गर्छ त्यस्तो डिफ्रेन्ट कलर केही पनि देखिन्न त्यही भएर आई युज दिस अनि म चाहिँ पुरानो जमाना जस्तो कपाल बाटेर जान्छु कलेज जाँदाखेरि होइन बिकज कलेज पढ्न जाने हो नि त फेसन सो देखाउन होइन नि त अब त्यही भएर त्यति मात्रले पुगेन मलाई डबल लिपस्टिक लाउनै पर्ने हुन्छ होइन त्यही भएर ऐनामा हेर्दै भने डबल लिपस्टिक लाउनै पर्ने हुन्छ अनि यो मेरो अनुहारमा आउने 2-4वटा दानादानीले चाहिँ मलाई कहिले पनि छोड्दैन दानादानी भनेको यस्तै हो मेरो जीवनभरिको लोयल साथी होइन दानादानी यस्तै हो कहिले पनि छोड्दैन त्यही भएर आइरहन्छ इग्नोर दानादानी इग्नोर माई मुख इग्नोर हान्दैन गाइस यति लिप ग्लस लगाएर त कामै भएन त फेरि चिसो खपिसक्नु हुँदैन होइन त्यही भएर यति चाहिँ गर्नै पर्ने हुन्छ एकचोटि होइन 2-2चोटि लगाएपछि ओभर एक्टिङ त गर्नै पऱ्यो यति गरेपछि नि अनि क्यामेरामा यसो सो पनि हानिदिनु पऱ्यो होइन कस्तो देखियो भने त हेर्नु पऱ्यो नि त यदि गर्दा चाहिँ बुझ्दैन यदि गर्दा गर्दै 5:30 भइसक्यो नि धेरै भइसकेको थियो त्यस पछाडि कलेज जानुपर्ने हुन्छ होइन 4:40मा उठेको थिएँ अनि यतिखेर चाहिँ ठ्याक्क 5 बजेर कति 31 मिनट गइसकेको थियो अनि त्यस पछाडि चाहिँ म चाहिँ घरबाट निक्लेँ होइन अब घरबाट निस्किसके पछाडिको भ्यू हेर्नु यस्तो खतरा छ घरबाट बाहिर निस्किसकेपछि केही देखिँदैन त्यो बाटोमा पुरै कालो त्यो जुन पुलमा बालेको लाइटहरू पनि छ त्यो पनि क्लियर देखिरहेको थिएन क्या भुइँमा यस्तो अन्धकार थियो बाफ्रे हरे राम हरे कृष्ण गर्दै गएको क्या आज बिहान कलेज
फुल भ्यू इन्जोय गर्नु ल अब एकछिन चाहिँ गाडी छैन अहिले चाहिँ 5:35 भइसक्यो अनि म चाहिँ कलेज जाँदैछु कस्तो अँध्यारो छ त्यस्तो बसै लागेर केही देख्दैन यार त्यही अन्धकार छ भने हेर्नुहुन्छ ल look at this नर्मली हिँड्दा नि के साह्रो सास फेरेको भनेर जस्तो लाग्छ होला होइन तर दिस इज माई ओन प्रब्लम होइन अनि चिसोमा चाहिँ जान एकदमै गाह्रो पार्छ त्यही भएर हो नथिङ मोर अनि यो अन्धकारको चाहिँ कुरै नगरौँ यस्तो अँध्यारो थियो बिहान ट्याक्क 5:32 घरबाट निक्लेको थियो भने त्यहाँ पुग्दाखेरि 32 कति 40 हुन लागेको थियो होला 5:40 भनेको अस्ति त्यो अलिक उज्यालो हुन्थ्यो हिजो त 3-4 दिन भयो होला यति धेरै हुस्से लाग्छ बिहान होइन बाटोमा केही नै देखिँदैन क्या केही नै पुरै अन्धकार हुन्छ This is not good. Still, से बसने वाली है पर अब तक अंधेरा है अनि यो चाहिँ शिव पार्वती मन्दिर हो होइन हाम्रो घरबाट अलिकति उता भएपछि 5 मिनटको बाटोमा छ एन्ड देन फाइनली गेटनिर पुगेँ किनभने अब त्यहाँबाट अलिकति उतापट्टि चाहिँ साथी पनि छ त्यस पछाडि जानलाई एक्लै हुँदिनँ अनि आज चाहिँ हाम्रो खासै क्लास पनि भएन होइन कलेजको हालत हेर्नु ल कस्तो भइरहेको थियो बिहानको भ्यू चाहिँ पुरै यस्तो थियो क्या बाहिरको ग्राउन्डहरू पनि केही पनि देखिरहेको थिएन पुरै अन्धकार थियो होइन अनि यो चाहिँ आइफोनबाट खिचेको फोटो हो ल भिडियो अनि आइफोनबाट खिचेकोमा त वाउ देखिहाल्छ होइन नर्मल एन्ड्रोइड फोनबाट खिचेको त अलिक मधुरो देखिन्छ नि त अनि अब बाँकी टाइम चाहिँ हाम्रो कलेजमा भएको फ्लावरहरू इन्जोय गर्नुहोस् ल अनि आज त जाडो थियो नि त त्यही भएर क्लासमा स्टुडेन्ट पनि खासै थिएनन् होइन नर्मली क्लासमा स्टुडेन्ट आज चाहिँ यति मात्र थियौँ अनि हिजोको पनि भिडियो देखाउँछु ल हिजोकोमा चाहिँ हामीले धेरैजना थियौँ हिजोकोमा चाहिँ हामी टर्नर थियौँ तर हिजो पनि चिसो त्यो दिन चाहिँ हिजो चाहिँ क्लासमा फुल थियो होइन केटाहरू चाहिँ म्याक्सिमम् यति नै गर्दा हुन्छ नि अनि जाडोले च्यालेन्ज गरेर चाहिँ हामीले नि थुप्पालाई च्यालेन्ज गर्थ्यौँ अनि घर थुक्पा खाइदियौँ त्यस पछाडि यो चाहिँ घर आउँदाखेरिको भिडियो हो अनि फाइनली म चाहिँ रिटर्न घर आइसकेँ यो चाहिँ हाम्रो घर अगाडिको पोखरी हो खतरा छ नि होइन भ्यू त पोखरीको पनि तर के गर्नु यस्तै हो होइन र पनि घर अगाडि दामी देखिन्छ एन्ड देन म चाहिँ भिडियो स्न्याप बनाउँदै देखाएँ किनभने स्न्याप त पठाउनु पऱ्यो म कलेज गएँ भने त प्रुफ देखाउनु पऱ्यो नि त अनि यो चाहिँ बिहान भिजाएर राखेको यति नै मात्रै थ्याङ्क यू फर द वाचिङ आजको भिडियोमा चाहिँ यति नै थियो होइन मेन भनेको चाहिँ कलेजको फ्लावरहरू अनि आजको मौसमहरू मात्रै क्याप्चर गर्थेँ नि मान्छे कलेजबाट आएर खाना नि खाएन किनभने मैले आज बाहिर थुक्पा खाएर आएको थिएँ त्यही भएर द्याट्स इट फर अल फर टुडे थ्याङ्क यू फर द वाचिङ इफ यु लाइक इट देन डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गुड नाइट बाई बाई हेभ अ नाइस डे